तपाईहरूले यस्तो फोटो देख्नुभएकै होला। यो हो काठमाडौँको झोचे टोल। करिब 60 वर्ष अगाडि यहाँ धेरै हिप्पीहरू देख्न पाइन्थे। उनीहरूलाई फ्रिक पनि भन्ने गरिन्थ्यो। त्यसैले यो गल्लीलाई फ्रिक स्ट्रिट भनेर पनि चिनिन्थ्यो। यस गल्लीमा खुलेआम गाजा र चरस बिक्री हुन्थ्यो। साथै सडकभरि रक एन्ड रोल सुन्न पाइन्थ्यो। बिटल्स, जिमी हेन्ड्रिक्स, जिम मोरिसन पनि यहाँ आएका थिए भनेर भनिन्छ। अनि आज यही चीज किन्नलाई पुलिससँग डराउनु पर्छ। प्रत्येक वर्ष गाजा बेचेको आरोपमा सयौं मानिसहरू पक्राउ पर्छन्। अर्कोतर्फ भने शिवरात्रिको दिन पशुपति क्षेत्रभरि गाजाको बास्ना आउँछ। त्यस दिन भाङ खान कसैले रोक्दैन। कोही त भन्छन् 17,000 मानिसको ज्यान लिने माओवादी जनआन्दोलनको एउटा कारण गाजा खेती माथिको प्रतिबन्ध हो। विड, म्यारिवाना, गाजा, हेम्प, भाङ जे भने पनि यो बिरुवाको नेपालसँग गहिरो सम्बन्ध छ र आजको भिडियोमा हामी यही विषयमा चर्चा गर्नेछौँ। नेपालमा गाजाको इतिहास। गाजाको इतिहास खोज्ने हो भने प्राचीन हिन्दू ग्रन्थहरूसम्म पुग्न सकिन्छ। अथर्ववेदमा उल्लेख गरिएका 5 पवित्र बिरुवामध्ये भाङ पनि एक हो। आयुर्वेद सम्बन्धी एउटा मुख्य ग्रन्थ सुश्रुत संहिताले यसलाई औषधिको रूपमा प्रयोग गर्न मिल्ने सुझाव दिएको छ। ब्रह्माण्ड पुराण र अग्नि पुराणमा पनि भाङको उल्लेख गरिएको छ। अनि भाङलाई प्राय भगवान शिवसँग जोडिन्छ। शिव पुराण अनुसार समुद्र मन्थनको क्रममा हलाहल नामक भयंकर विष निस्क्यो, जसले सम्पूर्ण सृष्टिलाई नाश गर्न सक्थ्यो। यस्तो हुनबाट रोक्न भगवान शिवले त्यो विष आफै पिए। विषको असहाय पीडाबाट मुक्ति पाउन उनले भाङका पात र बिउ खाएका थिए। साथै शिव र भाङको अर्को कथा पनि छ। आफ्नो श्रीमती पार्वतीसँग झगडा गरेपछि शान्त हुन शिवले भाङ सेवन गरेका थिए। त्यसैले भाङ महादेवको प्रिय प्रसाद मानिन्छ र शिवरात्रिमा शिवलाई भाङ चढाउने परम्परा आजसम्म पनि चलिआएको छ। यी सबै कथा सुन्दा लाग्छ नेपालमा भाङको इतिहास धेरै गहिरो र पुरानो छ। तर सत्य कुरा के हो भने यी कथाहरू पौराणिक हुन् र यिनलाई नेपालको भूगोल र इतिहाससँग सिधै जोड्न सकिँदैन। अनि नेपालको पहाडी भूभागको आफ्नै कथा छ। गंगा नदीका किनारमा रहेका सभ्यताहरू जस्तो वैदिक परम्परा यहाँ बसेको थिएन। यहाँ हिन्दूहरूले अवर्ण मानी तल्लो तहमा राख्ने किराँत र खस समुदायका मानिसहरूको बसोबास थियो। त्यसो हो भने नेपालमा गाजा कहिले आयो? नेपालमा भाङ कहिले आयो? कसले ल्यायो? कहाँबाट आयो? यो प्रश्नको जवाफ अझै स्पष्ट छैन। केही इतिहासकारहरू अनुमान गर्छन् कि 13औं शताब्दीतिर मुस्लिम आक्रमणबाट भागेका हिन्दूहरू भारतबाट नेपाल छिर्दा आफूसँग यो परम्परा लिएर आएका थिए। तर यो केवल अनुमान मात्र हो। यसको कुनै ऐतिहासिक प्रमाण छैन। गाजाको पहिलो उल्लेख सन् 1793 मा सूचना सङ्कलन गर्न नेपाल आएका ब्रिटिस कर्नेल कर्कप्याट्रिकले गरेका छन्। आफ्नो किताब किङडम अफ नेपालमा उनले काठमाडौँमा हुने जिया खेतीको बारेमा चर्चा गरेका छन्। काठमाडौँ आइपुग्दा चरस बनाउने जिया खेतीको बिरुवा प्रशस्त देखेको बताउँछन्। त्यही बिरुवालाई नेवारहरूले विभिन्न रूपमा प्रयोग गर्थे। चरस, तेल, मैन र कपडा बनाउँथे। साथै यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्थ्यो। उनले नेपाल चरसको लागि प्रसिद्ध भएको उल्लेख गरेका छन्। यसको अर्थ हुन्छ कि त्यो समयदेखि नै पहाडी भेगमा उब्जाउ हुने गाजा प्रसिद्ध थियो। त्यसको लगत्तै सन् 1802 मा अर्का इस्ट इन्डिया कम्पनीका कर्मचारी ह्यामिल्टन नेपाल आएका थिए। उनी लेख्छन्, गाजा र चरस यहाँ सामान्य झार जस्तै छ। खेती नगरी पनि प्रशस्त पाइन्छ र यो प्रायजसो मानिसहरूले नसाको लागि सेवन गर्थे। अनि काठमाडौँ हुँदा उनले एकजना व्यापारीले धेरै चरस खाएर मरेको कुरा पनि उल्लेख गरेका छन्। सन् 1855 तिर काठमाडौँमा ब्रिटिस नागरिक ब्रायन हडसन बस्थे। उनले गाजाको बारेमा विस्तृत लेख लेखेका छन्। उनका अनुसार नेपालका धेरै पहाडी समुदायहरूका लागि यो बिरुवा केवल नसालु पदार्थ मात्र होइन, आर्थिक जीवनको मेरुदण्ड नै थियो। यसको मुख्यतः 3 वटा उपयोगहरू थिए। पहिलो, खाद्य तथा औषधिमा प्रयोग। यसबाट अचार बनाइन्थ्यो, पातहरू स्मोक गरिन्थ्यो र विभिन्न रोगहरूको उपचारमा औषधिको रूपमा प्रयोग हुन्थ्यो। दोस्रो, यसको डाँठबाट रेसा निकालेर कपडा तथा अन्य घरेलु सामग्री बनाइन्थ्यो। तेस्रो, यसका पात र बाँकी भाग जनावरहरूको घाँस दानाका रूपमा प्रयोग गरिन्थ्यो। यो नेपालका अधिकांश भागमा प्राकृतिक रूपमा उम्रिन्छ। प्रशस्त घाम र मनसुन वर्षाका कारण नेपालमा वर्षमा 3 पटकसम्म गाजाको उत्पादन गर्न सकिन्थ्यो। यो विशेष गरी पश्चिम नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुन्थ्यो। यसले देखाउँछ कि गाजा त्यति बेला नेपाली समाजमा
केवल सेवन गर्ने वस्तु मात्र नभई अर्थतन्त्रसँग गहिरोसँग जोडिएको थियो। साथै राणाकालमा शिवरात्रिमा आएका पुजारीहरूलाई सरकारले खाना बस्न सँगसँगै गाजा पनि दिने गर्थ्यो। यो परम्परा सन् 1995सम्म पनि चलिरहेको थियो। सन् 1975मा जेम्स फिसरले पनि नेपालमा गाजा खेतीको बारे अर्को महत्त्वपूर्ण लेख लेखेका छन्। उनका अनुसार गाजा नेपालका धेरै ग्रामीण तथा पहाडी समुदायहरूको दैनिक जीवन, संस्कृति र अर्थतन्त्रसँग गहिरोसँग जोडिएको थियो। नेपालमा गाजा खेती अत्यन्त लामो समयदेखि हुँदै आएको थियो। यो जङ्गली रूपमा पनि पाइन्थ्यो र मानिसहरू खेती पनि गर्थे। भौगोलिक र सांस्कृतिक विविधता भए पनि गाजा नेपालका अधिकांश भागहरूमा पाइन्थ्यो। धेरै मानिसहरू उच्च उचाइमा उत्पादन हुने गाजा बढी गुणस्तरीय हुन्छ भन्ने विश्वास गर्थे। जेम्स फिसरका अनुसार गाजा मुख्यतः वृद्ध मानिसहरूले सेवन गर्थे, तर यसको प्रयोग कुनै एक जात वा समुदायसित सीमित थिएन। विभिन्न जातका मानिसहरूले यसलाई प्रयोग गर्थे। काठमाडौँमा साधुहरूद्वारा भजन कीर्तन गर्ने समयमा पनि गाजा सेवन गर्थे। पछि हिप्पीहरू नेपाल आउन थालेपछि गाजाको खेती र व्यापार बढ्यो। विदेशी पर्यटकहरूको मागसँग यसको मूल्य पनि बढ्यो। त्यही समयतिर सहरमा बस्ने युवाहरूले गाजा खानुलाई आधुनिकता र काउन्टर कल्चरको प्रतीकको रूपमा हेर्न थाले। उनीहरू बीच गाजा सेवन गर्ने रहर पनि बिस्तारै बढ्दै गयो। तर सन् 1973मा सबै कुरा फेरियो। नेपाल सरकारले गाजा बेच्न दिएका इजाजत पत्रहरू खारेज गर्यो र गाजा खेतीमाथि कडा प्रतिबन्ध लगायो। तर प्रश्न उठ्छ, सरकारले एक्कासी गाजा खेती किन बन्द गर्यो? यो बुझ्नलाई हामी फ्रिक स्ट्रिटतिर जानुपर्छ। हिप्पी आन्दोलन 1960को दशकमा अमेरिकामा सुरु भयो। त्यो समयका धेरै युवाहरू युद्ध, भौतिकवाद र सांस्कृतिक परम्पराप्रति असन्तुष्ट थिए। उनीहरू शान्ति, प्रेम, स्वतन्त्रता र वैकल्पिक जीवनशैलीको खोजीमा थिए र सङ्गीत अनि साइकेडेलिक ड्रग्स यो आन्दोलनको महत्त्वपूर्ण हिस्सा पनि बन्यो। त्यसपछि हजारौं युवाहरू आफ्नो देश छोडेर पिस र लभको खोजीमा पूर्वतिर लागे। यही क्रममा नेपाल उनीहरूका लागि एउटा आकर्षक गन्तव्य बन्यो। सन् 1951मा नेपालमा राणा शासनको अन्त्य भयो र 1955 पछि सरकारले विदेशी पर्यटकहरूलाई नेपाल आउन सहज हुने गरी नियमहरू खुकुलो बनायो। त्यो समयको नेपाल पश्चिमी समाजका लागि एउटा रहस्यमय हिमाली देश थियो। नेपालमा मोडर्नाइजेसन आएकै थिएन। मानिसहरू अझै पनि पुरानै जीवनशैली जिउँथे। उनीहरू प्रकृतिसँग नजिक थिए। वातावरण सफा थियो। बस्न र खान सस्तो थियो। त्यसमाथि यहाँ सजिलै गाजा र चरस पाइन्थ्यो। कतिपय विदेशीहरूले त नेपाललाई हराएको साङ्ग्रिलाकै रूपमा चित्रण गर्न थाले। यही कारणले 1960को दशकमा काठमाडौँ हिप्पी संस्कृतिको केन्द्र जस्तै बन्न पुग्यो। हजारौं हिप्पीहरू काठमाडौँ आउन थाले। पर्यटन मन्त्रालयका तथ्याङ्क अनुसार हरेक वर्ष नेपालले ठूलो संख्यामा पर्यटन भिसा जारी गर्यो, जसमा उल्लेखनीय हिस्सा हिप्पीहरूको थियो। हिप्पी ग्राहकहरूलाई लक्षित गरी करिब 30वटा पसलहरूलाई सरकारले गाजा बेच्न अनुमति पनि दियो। सन् 1971को डेटालाई हेर्ने हो भने प्रत्येक 100 जना काठमाडौँवासी मध्ये 7 जना हिप्पीहरू थिए। स्वयम्भू आसपासका डाँडाकाँडा प्राकृतिक रूपमा उम्रिएका गाजाले ढाकिएका हुन्थे। तर हिप्पीहरूको प्रभाव काठमाडौँमा मात्र सीमित रहेन। पश्चिम नेपालका पहाडी क्षेत्रमा जहाँ गाजाको राम्रो खेती हुन्थ्यो त्यहाँसम्म पुग्यो। धेरै किसानहरूले यसलाई नगदे बालीका रूपमा खेती गर्न थाले। नेपालभरि नै गाजा र हेम्पको व्यापार तीव्र रूपमा फैलिँदै गयो। नेपाल सरकारले 1 देखि 3 लाख अमेरिकन डलरसम्म कर उठाउँथ्यो। हजारौं मानिसहरूको जीविका चलाइदिएको थियो। अनि यही समयमा गाजा र चरसको मूल्य पनि तीव्र रूपमा बढ्न थाल्यो। एक समय प्रति किलो 15 अमेरिकन डलरमा पाइने चरस छोटो समयमै बढेर 70 अमेरिकन डलरसम्म पुगेको थियो। तर 1973 पछि परिस्थिति पूर्ण रूपमा बदलियो। गाजा बेच्न पाउने सबै लाइसेन्सहरू खारेज गरियो। अनि प्रश्न उठ्छ, नेपाल सरकारले किन यस्तो गर्यो? नेपाल सरकारले तर्क दियो कि गाजा खेतीमा रोक लगाउनुको मुख्य कारण नेपाली युवाहरूले गाजा खान लागेका थिए र यो कुरा केही हदसम्म सही पनि हो। विशेष गरी हिप्पी संस्कृतिको प्रभावपछि नेपालका युवाहरूले गाजा सेवनलाई आधुनिकता, स्वतन्त्रता, कुल संस्कृतिसँग जोडेर हेर्न थालेका थिए। तर धेरै इतिहासकारहरू यसको मुख्य कारण भने अमेरिकन सरकारको दबाव मान्छन्। त्यो समयमा अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनले विश्वव्यापी वार अन ड्रग्स अभियान चलाइरहेका थिए र अमेरिकन सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपाल सरकारलाई गाजा खेती बन्द गर्न प्रेसर दिइरहेको थियो। कतिपय विवरण अनुसार अमेरिकन सरकारले राजा वीरेन्द्रलाई गाजा प्रतिबन्ध नलगाए उनको निरङ्कुश राजतन्त्रलाई मान्यता नदिने
धम्की दिएका थिए र गाजा खेतीलाई प्रतिबन्ध लगाए $3 मिलियन सहयोग गर्ने थियो। अन्तमा 1973मा राजा वीरेन्द्रको सरकारले गाजा बेच्ने सबै इजाजत पत्र खारेज गर्यो। त्यसको 3 वर्षपछि लागु पदार्थ नियन्त्रण ऐन लागू गर्यो। यस ऐनले गाजाको खेती, उत्पादन, निर्माण, खरिद बिक्रीमा पूर्ण रूपमा गैर कानुनी घोषणा गर्यो। साथै गाजा सेवन गरेको अवस्थामा 1 महिनासम्म कैद र 2000 सम्म जरिवानाको व्यवस्था गर्यो। त्यस यता नेपालमा गाजा खेतीको व्यापार औपचारिक रूपमा प्रतिबन्ध रहँदै आएको छ। गाजाको बारे बदलिदो दृष्टिकोण। एक समय थियो गाजालाई खतरनाक ड्रगको रूपमा हेरिन्थ्यो। नेपालमा मात्र होइन, संसारका धेरै देशहरूमा यसलाई अपराधसँग जोडेर हेरिन्थ्यो। तर पछिल्लो केही दशकमा विश्वभर यसको बारेमा धारणा बिस्तारै बदलिन थालेको छ। अहिले विश्वका करिब 50 देशहरूमा कुनै न कुनै रूपमा गाजालाई वैधानिकता बनाइएको छ। त्यसैले आफ्नो इतिहास हेरेर अब नेपाल सरकारले गाजाप्रति लगाएको प्रतिबन्धलाई खुकुलो पाल्नु पर्दछ।